तर म आज ट्रायङ्गल कसरी काट गर्ने भन्ने कुराहरू सिकाउन गइरहेको छु। जस्तै हामीलाई अब यस्तो चित्र दिएको छ भने चाहिँ यहाँबाट यस्तो यस्तो बिचबाट काटेर यस्तो भएर यस्तो चित्र दिएको छ भने चाहिँ हामीले कसरी ट्रायङ्गल काउन्ट गर्ने भन्ने कुराहरू सिकाउन गइरहेको छु साथीहरू। जस्तै हामीलाई दिएको छ 1 2 3 यहाँनिर एउटा यो भाग, एउटा यहाँबाट यस्तोबाट यस्तो एउटा यस्तोबाट यस्तो दुईवटा, एउटा यस्तो यस्तो यो तिनवटा भाग भयो होइन। अब यो तिनैलाई जोडिदिने 1 + 2 + 3 जोड्दाखेरि कति आउँछ हाम्रो 6 हुन्छ। अब यहाँनिर हाम्रो जहिले पनि होरिजोन्टल लाइनबाट यस्तोबाट जोडेर यहाँनिरको जोड्ने होइन कति काउन्ट छन् भन्ने कुराहरू यताबाट काउन्ट गर्ने 1 अनि 2 3 4 छन्। अब हामीलाई एउटाको 1 यो 2 यो 3 यो 4 लाई अब इन्टु 4 गरिदिने 6 4 जा कति हुन्छ त 24 हुन्छ। 24 सबै यहाँनिरको ट्रायङ्गलहरू हाम्रो जम्मा कतिवटा छन् त हाम्रो ट्रायङ्गल 24 वटा छन्। यस्तै भिडियोहरू सबै एउटा ट्रायङ्गल भनेपछि यी सबैवटा यस्तो यो सब यो छ नि। अब मैले यस्तो किनकि बाहिर गोलो राखेँ यस्तो यो छ नि यहाँनिरको सबैवटा ट्रायङ्गल जोड्दाखेरि हामीलाई कति आयो त 24 आयो। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नुहोला।